हामी वाइचुङ जाँदैछौँ। दिउँसो चाहिँ शनिबार बलदान नपाइने भयो, धान काट्नुपर्ने भयो। त्यही भएर हामी चाहिँ आज बिहानै गएको, म भाउजू अनि सृजना। यहाँ कस्तो दुःख चलिरहेछ भने तपाईँहरूलाई देखाउनु मन लाग्यो। यहाँ यस्तो दुःख भइरहेछ, पुरा सिट झार्दै हिँड्दैछ। बिहान चाहिँ सिट ड्याममै हुन्छ नि त, यो धान हुँदी झार हुँदी। अनि मर्निङ भ्यू, घाम झुल्क्यो, बिजोक छ है, बिजोक छ गाउँमा त। हिउँदो लाग्नु सुरु भएर त्यस्तो हुँदैछ त यहाँ सिट लागेर। यो झारहरू सबै मरिपछि मात्रै सजिलो हुन्छ कि हिँड्नु चाहिँ। अहिले चाहिँ हरियै छ अनि धानहरू यसरी लडेछ गाइस हाम्रोतिर। तपाईँहरूकोतिर? हाम्रोतिर जोड फल्यो नि धान योपालि। ए तपाईँहरूकोतिर कस्तो भयो? तिरी घाम लागेको छ। अनि यता भाउजू बुनु, अनि यता म चाहिँ लम्पेन माथि छ। गाइस अहिले चाहिँ हामी यहाँ सेकेन्ड ह्यान्ड कपडा किन्ने जग्गामा आएको छौँ। मार्गी लागेर होला, पुरा घाँटीहरू पनि पुरा दुखेको छ कि। यो चाहिँ वाइचुङ बजारमा हो। गाइस यिनीहरू त घर जानै मान्दैन नि त यार, छाने गर्छन् त। किन हो? सस्तो भएर हो, सस्तो भएर होला। आमामा पुरा टी सर्ट छानेको छ। ए सस्तो चाहिँ भेट्नुपर्छ कि यिनीहरूले। सस्तो चाहिँ भेट्यो भने यिनीहरू दिनभरि पनि कपडा छान्छन् कि। जाउँ लु जाउँ। हेर्नुहोस् है गाइस, एकदम सस्तो 50 रुपियाँमा तिनवटा, 100मा जोगिङ्सहरू, लङ प्यान्टहरू, नानीहरूको कपडाहरू कति सस्तो छ, कति राम्रो छ कि। सेकेन्ड ह्यान्ड जस्तो पनि छैन, फर्स्ट ह्यान्डमै किनिरहेको छु जस्तो लाग्छ कि। यहाँ आएर सामानहरू किन्यो भने चाहिँ गाइस नक्कल पार्नु परेन। ठिक छ गाइस, कमेन्ट गर्नु नबिर्सिनु होला है। ल गाइस अहिले चाहिँ हामी यहाँनिर होटेलमा छौँ, नयाँ होटेलमा। यो होटेलमा चाहिँ हामी कहिले घुसेको थिएन रहेछौँ नि भाउजू। अनि आजै देखेको, अनि आजै हामी घुसिहालेको। त्यही भएर हामी चाहिँ चाउ अर्डर गरेको छौँ। अब हामी एकछिनमा चाउ खान्छौँ, त्यो पनि तपाईँहरूलाई देखाउनेछु है गाइस, हेर्दै गर्नु होला। अनि हामीले चाउ खानाहरू पनि चाउ अर्डर गरेको छौँ। अनि चाउ चाहिँ अर्कै प्रकारले दियो कि, यहाँ चाहिँ आफै निकालेर खानुपर्ने नि त, आफै निकालेर खानुपर्ने चाउ। यहाँ चाहिँ हाम्रो बुङले चाहिँ बाँड्दैछ चाउ। कस्तो भोक लागेछ कि हामीलाई आज, कस्तो भोक लागेछ। कति ढिलो गरिरहेको लु हो बरु, यसै ढिलो गरिरहेको भने अल्छी लाग्छ कि। अनि साथीहरूले सुरु गरौँ त, यहाँ आफ्नो त रेडी नै भएको छ। टन्नै भएर हाम्रो सिजन चाहिँ यहाँ वाक गर्दै बसिरहेको छ हाम्रो सिजन चाहिँ। हाम्रो मोसेस दादा पनि हेरिदिनु न, जसै कमेन्ट मात्रै गर्नुहुन्थ्यो, अब चाहिँ भ्लगमै आउनुहुन्छ नि त दादा नि। ल केही भनिदिनु नि त मेरो भ्लगको लागि, फलो गरिदिनु। ल गाइस सुन्नु हुँदैछ होला नि दादाको कुरा। तपाईँहरूले दादाले भनेको चाहिँ मान्नु पर्यो के। चाहिँ यहाँनिर चिल्ली पकौडा खाँदैछौँ है गाइस, हेर्दै सक्नुहुन्छ। यो दादा पनि हामीसँगै हुनुहुन्छ, अघि देखाइदिनु न त। अनि एक बाइट कस्तो छ त दादा? टेस्टी छ, पिरो नि, खासै त्यति साह्रो पिरो पनि छैन, टेस्टी छ एकदम। लगाइस हामी चाहिँ खाँदैछौँ। यहाँ भिडियो बनाउँदा खाइसक्नु आँटेछ है खुब गाइस। अहिले चाहिँ हामी यहाँनिर सिन्जु किन्दैछौँ। वाइचुङ आएर शनिबारको दिन वाइचुङ आएर सिन्जु नखानु चाहिँ पुरा हुँदैन नि त, त्यही भएर यहाँनिर हामी चाहिँ सिन्जु किन्दैछौँ गाइस। सुन्नुहुन्छ। अनि यहाँनिर अघि मैले जुन दादा दिएको थिएँ नि, मोसेस दादाले चाहिँ हामीलाई दुईवटा चक्लेट पनि किनिदिनु भएको छ है। थ्याङ्क यू सो मच दादा। हाम्रो मनोज भैयाको दोकानमा ननिस्किने भने चाहिँ पुरा हुँदैन। हामी चाहिँ अहिले मनोज भैयाको दोकानमा छौँ गाइस। हामी यहाँनिर सामानहरू गर्दैछौँ नि भैया। हामी यहाँ नआए त कहिले जाँदैन होला घर नि, हो नि। हामी आएन भने त हुँदैन नि, चित्त बुझ्दैन नि। पुग्छ होला हौ, म साह्रै खाँदिनँ नि त गाइस। यता चाहिँ वाइचुङ बजार। अनि यहाँनिर सबै स्टुडेन्टहरू स्कुल पनि जाँदैछ। आज भरे दिउँसो हुन्थ्यो भने चाहिँ यहाँ भिड हुन्थ्यो होला, तर अहिले चाहिँ बिहान भएकोले गर्दाखेरि
त्यति भिड छैन कि। अनि यो सामानहरू गर्दैछ बुनुहरू चाहिँ। मेरो क्यामेरा कस्तो ब्लर भयो गाइस। त्यस्तै छ है अब यहाँनिर पैसा तिमीले पाएको चाहिँ मैले एक दिनमा पनि कमाउँछ तर पनि स्मार्ट यु आर स्मार्ट यु हेभ टु मेक नाइसली हैन म चाहिँ स्मार्ट तरिकाले कमाएको तपाईले चाहिँ दुःख गरेको पुरा तिमी स्कुल गएर चाहिँ मजाले कपडा नि राम्रो सफा लगाएर जान्छ नि बसेर हामी चाहिँ काममा जानुमा चाहिँ महिला खोजेको थाहा छ तर नि त तपाईले महिनामा झन्नै 1,50,000 भन्दा ज्यादा कमाउनु हुन्छ नि त अनि कस्तो चिया किनिमा आएको त मलाई हैन आयो चाहिँ आई विल मिस यु टुडे ओन्ली वन डे आई वुड से चिया किनिदिनु ल हुन्छ दादा ल तपाईको भाषणको लागि धेरै धेरै धन्यवाद है यहाँ चाहिँ कोही थिएन कि त भएर मैले दादालाई एकदम